हेलो साथीहरू, जय मसीह अनि नमस्ते। आज म एउटा भिडियो बनाउन गइरहेको छु अनि के भन्न गइरहेको छु भन्दाखेरि आज केनेथिङ हेगिमले भन्दछन् आज परमेश्वरको वचनसँग तपाईँ आफ्नो मनलाई नवीकरण गर्नुहोस्। बितेको कुराहरू नसोच्नुहोस् र विगतमा हुँदा तपाईँले के गल्ती गर्नुभएको थियो भनेर खोतल्ने प्रयत्न नगर्नुहोस्। विगतलाई बिर्सिएर ख्रीष्ट येशूमा प्राप्त उच्च बोलावटतर्फ लागि पर्नुपर्छ भनी वचनले सिकाएको छ। फिलिप्पी 3:13 अनि 14। विगतमा भए गरिएका पापहरू तपाईँको मनमा बल्झाइदिने प्रयास शैतानले सधैँ गरिरहन्छ। तर तपाईँका मन जब परमेश्वरको प्रेम र क्षमामा नवीकरण गरिन्छ, त्यति बेला तपाईँ शैतानले उपहास गर्दै तपाईँ त्यसलाई यसो भन्न सक्नुहुन्छ, ए दुष्ट शैतान, परमेश्वरको वचनले भन्छ मैले क्षमा पाइसकेको छु। यशाया 43:25ले भनेको छ, परमेश्वरले मेरा अपराधहरू मेटिदिनु भएको छ। शैतान त मलाई विगतको असफलता तस्बिर मात्रै देखाइरहेको छस्, तर त्यसको कुनै तुक अब बाँकी रहेको छैन। तपाईँ विजयोल्लासमा रमाउँदै हिँड्नु सक्नुहुनेछ। आमेन, हालेलुया, जय मसीह। अनि आज साँच्चै नै हामी विश्वासी जनहरूलाई चाहिँ एकदमै साथीहरू, तपाईँहरूलाई पनि लाग्दैछ विगतमा मैले यस्तो गर्नुपर्थ्यो, यस्तो गरेँ, मैले यस्तो भुल गरेँ भन्ने कुरो लाग्दैछ भने त्यो तपाईँहरूले बिल्कुलै दिमागबाट हटाइदिनुहोस्। किनकि तपाईँहरूलाई परमेश्वरले मोल तिरेर आफ्नै रगत बगाएर अनि साँच्ची नै गाईबस्तुको होइन है, परमेश्वरको थुमा येशूको रगतले धोएर तपाईँलाई पवित्र बनाइसकेको छ। अनि म पनि पवित्र भइसकेको छु, तपाईँहरू पनि पवित्र भइसक्नु भएको छ भनेर तपाईँले त्यो विश्वास लिनुपर्छ। अनि एकदमै भोलिको बोलावटलाई सम्झेर तपाईँहरूले भोलिको भविष्यलाई सम्झेर अघि बढ्नुपर्छ भन्छ होइन। केनेथिङ हेगिमले लेख्नुभएको यो जयवन्त बुकबाट धेरै कुराहरू सिक्न पाइन्छ। हजुरहरूले पनि पढ्नु होला एकचोटि भन्छु होइन, किनभने मैले यो पढ्नु थालेपछि मेरो जीवन एकदमै रमाहाट भइरहेछ साथीहरू भनौँ होइन, अनि एकदमै खुसी। त्यही भएर तपाईँहरूले पनि पढ्न सक्नुहुन्छ। यहाँ एकदमै बाइबलको वचनहरूबाट उल्लेख गरेको छ होइन, उहाँले उल्था लाउनु भएको छ। अनि प्रकाशद्वारा हामीले त्यो पाएर एकदमै हामी पढेर शान्तिमा भएर हिँड्न सक्छौँ, यसलाई लिएर होइन, हृदयमा राखेर। किनकि परमेश्वरमा चाहिँ सबै कुरा चाहिँ शान्ति 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 छ क्या साथीहरू। नि आज शैतानमा चाहिँ अन्धकारले गर्दा होइन, दुष्टताले गर्दाखेरि एकदमै त्यहाँ चाहिँ अशान्ति, चिन्ता, फिक्री, असफलता अनेक त्यो चाहिँ अन्धकारको शक्तिबाट आउँछ। अनि परमेश्वरको शक्तिबाट चाहिँ जहिले पनि हाम्रो हृदयमा शान्ति हामीसँग केही नभए नि शान्ति, हामीसँग जेसुकै भए पनि शान्ति, हामीसँग केही नहुँदा नि शान्ति, हामी भोकै हुँदा नि शान्ति नै हुन्छ हौ परमेश्वरको वचन लिएर हिँडेपछि चाहिँ हृदयमा होइन साथीहरू। त्यही भएर होइन, तपाईँहरू पनि आज कतिजना चाहिँ परमेश्वरमा रमाट गर्न चाहनुहुन्छ भने आज साँच्चै नै प्रभुका जनहरूलाई त अति नै धन्यवाद अनि खुसी होइन म। तर आज तपाईँहरू कतिजनाले मलाई चिन्नुहुन्छ अनि तपाईँहरूले होइन यो चाहिँ कहाँबाट चाहिँ यसरी उ गर्दैछ भन्ने खालको तपाईँहरूलाई लाग्छ भने चाहिँ तपाईँहरूले सोलिड तरिकाले भनिदिन्छु होइन। आज परमेश्वरको बाइबल बुक त्यो तपाईँहरूले लिएर पढ्न सक्नुहुन्छ। त्यो पढेपछि नि तपाईँहरूको जीवन चाहिँ छर्लङ्गै हुन्छ। जस्तै अब दुधको दुध पानीको पानी भन्छ नि मानिसहरूले होइन साथीहरू, त्यस्तै तपाईँहरूको हृदयमा पनि एक प्रकारको छर्लङ्गै तपाईँहरूले चाहिँ त्यो हुन सक्नुहुन्छ। कहाँ परमेश्वरमा कस्तो छ होइन, को परमेश्वर हो, प्रभु यीशु को हो, हामीले कुन परमेश्वरलाई पुज्नुपर्ने, हामीले कुन परमेश्वरलाई चाहिँ हृदयमा राख्नुपर्ने, हामीले चाहिँ कुन कुरालाई चाहिँ हामीले अपनाउनु पर्ने, हामीले भोलिको जीवन भविष्य कसरी निर्धारण गर्नुपर्ने, हामी कसरी जिउनु पर्ने, हामी कोसँग बातचित गर्नुपर्ने, हामी कसरी हिँड्नुपर्ने, त्यो छर्लङ्गै तपाईँहरूलाई बताइदिन्छ। त्यही भएर आज प्रभु नपाएको तपाईँहरू जो हुनुहुन्छ होइन, प्रभुलाई विश्वास ग्रहण गर्न सक्नुहुन्छ। अनि
तपाईँहरूले पनि मैले जस्तो वचन पढेर शान्तिमा जिउन सक्नुहुन्छ है साथीहरू भन्दै। अनि अहिले यो भिडियोहरू हेर्नु भएको छ तपाईँहरूको माझमा आएको छ भने यस्तो नगर्नु होला, तपाईँहरूले हेर्नु होला, मिठो कमेन्ट छोड्नु होला, लेख्नु होला अनि जानु होला भन्दै सबैलाई जय मसी, बाई बाई।